बनाउनलाई चाहिँ यो हाम्रो ड्राई चाहिँ अब 1 केजीमा चाहिँ 10 ग्राम हाल्नुपर्छ है। हामीले चाहिँ अहिले समथिङ 2 केजी बनाउन लागेको छौँ होइन। 2 केजीको लागि हामीले हाल्छौँ है जति चाहिँ त्यो पुरै हालेको छौँ है। चाहिने इम्प्रोभर हाल्छौँ है त हामी। अनि ल नुन पनि हामी 30 ग्राम मात्रै हाल्छौँ, धेरै हाल्दैनौँ। ल 25 भयो, ठिक छ। 2 केजीको लागि यो चाहिँ तपाईँको इम्प्रोभर भन्ने हो। यो चाहिँ पाउरोटीको ब्रेडको आकार दिन्छ है। यो चाहिँ हाम्रो ल 15 ग्राम हाल्ने, हामी 20 ग्राम हाल्छौँ ल राम्रो बनाउनलाई। अनि हामी यसरी हाल्छौँ। यहाँ हालिसकेपछि यसलाई हामी यहाँ यसरी बन्द गर्छौँ ट्याक्क। बन्द गरिसकेपछि अनि हामी पानी चाहिँ तताउनु पर्छ। पानी चाहिँ मनतातो पानी हो। यसको ट्याक्क 1 जग हाल्छौँ 1 केजीलाई। 1 केजी कि 2 केजीको लागि? 2 केजीको लागि है। 2 केजीको लागि हजुर मिस्टेक भएन, 2 केजीको लागि 1 जग हजुर एमएल होइन। हजुर हामीले चाहिँ पानी हाल्छौँ। पानी हालिसकेपछि अब यसलाई हामी के गर्छौँ, यसरी चलाएर यसरी चलाउँछौँ। चलाइसकेपछि यसलाई चिनीलाई चाहिँ यो के गरेको भन्दाखेरि चिनीलाई चाहिँ घोलेर एक ठाउँ सबैलाई मिक्स गरेको है। अनि तपाईँको अनि यसमा चाहिँ अब तेल हाल्नुपर्छ। अनि यसमा अब मैदा हाल्न बाँकी छ। यसलाई एकछिन केही समयको लागि चाहिँ हामी के गर्छौँ, पानी नरम छ एकदम तातो पानी। बढी पानी हाल्यो भने फेरि बिग्रिन्छ, हुँदैन। मनतातो पानी ट्याक्क हाल्छौँ। ल अब यसलाई एकछिन 10-15 मिनट गर्छौँ हामी। यतिकै छोड्ने यसलाई? वेट गर्छौँ। हामी पिठो जोड्छौँ। अब यो भइसकेपछि हामी यसलाई ट्याक्क मिलाएर राख्नुपर्ने हुन्छ। अब त्यसपछि कमेन्ट बनाउनु होला, धेरै हुन्छ है। यो 2 केजीको लागि हो है। फेरि यो चाहिँ इस्टिमेन्टलाई बुझ्नु आयो नि, यति नै बनाउँछौँ हामी। एकछिन वेट गर्छौँ। अनि वेट गरिसकेपछि यसलाई हामी मिक्सरमा हाल्छौँ, घुमाउँछौँ। एकछिन यहाँ फुलिदिनुपर्छ। यो चाहिँ तपाईँहरूको हाम्रो सबै मिक्स गरिसक्यौँ होइन। अब मिक्स गरिसकेपछि चाहिँ तपाईँको यसमा ड्राई छ, अनि नुन छ होइन, अनि तपाईँको त्यसपछि चिनी छ, अनि त्यसपछि इम्प्रोभर हालेर हामीले मिक्स गरेर हामीले यसलाई चाहिँ 15 मिनट अथवा 10 मिनट चाहिँ यसलाई राखेर यसको आकार दिनुपर्छ है। अनि यसको आकार आइसकेको छ, हेर्नुहोस् कि अब समथिङ हाम्रो 2-3 मिनट भइसकेको छ। अनि 2-3 मिनटको बिचमा चाहिँ यसको आकार आइसकेको छ है। ल हाम्रो अब यो समथिङ 10 मिनटको भागमा यसको आकार आइसकेको छ। अब यो आकार आइसकेपछि चाहिँ हामी यसमा चाहिँ मैदा मिसाउँछौँ। मैदालाई चाहिँ मिक्सरले एकदम राम्रोसँग पेल्छ यसले। अब यो चाहिँ 10-15 मिनटमा पिठो एकदम मुसिन्छ है, एकदम राम्रो हुन्छ, आकार दिन्छ। त्यो समयमा हामीले यता तेल लाउनुपर्छ किनकि तेल लगाएको कारण चाहिँ नलाग्ने हुने हो, तर के हुन्छ त पिठो चप्किन्छ पछि। त्यस कारणले गर्दा पनि यहाँ लाउनु पर्ने हुन्छ है। यो चाहिँ तेल यसरी पुरुषको सहायताले झ्याप्प तेल लगाइन्छ यहाँ। ल तेल लगाएर राखियो। अनि अब राखिसकेपछि हामी अब वेट गर्छौँ। पिठो बन्नु सुरु भइसकेको छ। पिठो हल्का गिलो हुने जस्तो देखेको छु होइन मैले। पिठो गिलो नै हुन्छ यो।
गिलो हुन्छ त हेर्नु यसलाई यति हाल्नु पर्ने जस्तो थियो मैले बहुत गिलो भएको छ ल ठिक छ ठ्याक्क भइसक्यो यसलाई पिठ यस्तो नरम छ नि त कि ठ्याक्क पाउडी छ यस्तो भयो यसको यसलाई अब अफ गरिदिने बाँकी त्यसलाई झिकिदिनु त्यो हालिदिनु त अब यहाँ चाहिँ 750 ग्राममा राख्नुपर्ने होइन हामीले अब किनकि धेरै छ 850 ग्राम राख्नुपर्ने भयो यो त धेरै छ यार यो त आधै रहेछ यार सातसय 50 को बनाउनु साह्रो त हुन्छ क्या हो दाइ साह्रो त हुनेको दाइ 750 के हुनेको है तपाईँ अब तपाईँको यति हालिदिनु ल 750 भनेको सबै साह्रो त हुनेको अनि हाम्रो यसलाई बनाउनु टाइम लाग्दैन ट्याक्क गर्यो कि ट्याक्क गर्ने त यसै गर्ने यस्तो गर्ने ट्याक्क 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 यहाँ हालिदिने यसरी यहाँ त्यो देखाउनु उता जानु उतापट्टि यहाँ यस्तो गर्ने गराउने तरिका ट्याक्क 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 गर्ने अनि यस्तो बेला ट्याक्क मिलाएर यस्तो राखिदिने ट्याक्क गरेर ट्याक्क गरेर होइन अलिअलि भएको भट हुन्छ काम भन्ने कुरा एकछिन हुन्छ ट्याक्क 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 गर्ने ट्याक्क ट्याक्क अब तेल लाउने हातमा यसरी होइन घिउ छ भने घिउ लाउने आफ्नो तरिकाले होइन गर्न सकिन्छ ट्याक्क हेर्नु ट्याक्क होइन ल यसरी गर्ने यसरी गरिसकेपछि यसलाई यहाँबाट यसरी लाउने ढक्कन यसरी ढक्कन लाउन सकिन्छ ट्याक्क ट्याक्क यसरी तर राखिदिने यसको ढक्कन हेर्दै यसलाई पनि ढक्कन लगाइदिने ट्याक्क भयो काम सुरु यसलाई हामी फेरि देखाउनेछौँ है 1 घन्टा पछि ट्याक्क यतिको भाषा अझै टाइम लाग्दो रहेछ आधी घन्टा लगभग 1 घन्टा भिजाइसकेपछि यसको अवस्था अहिलेलाई यस्तो भइसकेको छ अब हामी यसलाई चाहिँ स्टिममा राख्न गइरहेका छौँ हिटरमा है हिटरमा राख्नेको तरिका यसरी राखिन्छ ल ठिक छ हामी यसरी राख्छौँ यसलाई मिलाएर अब त्यसपछि यसरी बन्द गरिदिने होइन टाइम हाम्रो 1 घन्टा लाग्छ है यसलाई राम्रोसँग पकाउनलाई 59 मिनट टाइम सेट गरियो हिटर चलाइयो माथि तल दुवै
ल 26 डिग्री सेल्सियस र हाम्रो 1 घन्टापछि चाहिँ हाम्रो यस्तो हुन्छ भनेर हामी फेरि देखाउनेछौँ होइन। अब हाम्रो चाहिँ वेट गर्नुपर्ने हुन्छ 1 घन्टासम्म हामी